दिस इज ब्रो सिम्सन ब्लग्स आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला है र म पनि एकदमै सन्चै छु होइन अनि आज चाहिँ हामी जानेछौँ मन्दिर है टेम्पल टु वर्सिप होइन अनि यहाँबाट जाने हुनुहुन्छ आनीहरू है दुईजना टुक 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 पारामा हिँड्दैछ है हामी जुत्ता खोल्दैछौँ अब मन्दिर दर्शन गर्ने हो अलि अगाडि हुनु अन्त हामी मन्दिर दर्शन गर्ने सबैलाई पूजा गरिदिन्छ सबैलाई पूजा अब गर्ने हामी मेरो छोरालाई पनि राम्रो होस् भिडियो गर्दैछ हो दार्जिलिङ घुम्नु आएको छ ल ल अब हामी दर्शन गर्ने है ल हामीले यहाँ भिडियो गरिरहेको छ अहिले मन्दिर दर्शन गरेर आयो तर चिसो छ दार्जिलिङको वेदर फेरि भन्नु सकिँदैन हो हजुर एकदमै चिसो छ अब दर्शन अलिकति वेदर राम्रो हुन्छ भाइ मन्दिर दर्शन गरेर आयो मजा आयो मन शान्ति भयो भाइ अब बजार घुम्दै घुम्दै जाने ल छोरा हुन्छ म नि मेरो छोराले काठमाडौँबाट एकदम भिडियो गर्दैछ हामीलाई त्यो मन्दिरको बारेमा भन्नु तारामाता मन्दिर हो एकदम दार्जिलिङको अहिले एकदमै उयो भएको छ फेमस एकदमै राम्रो पनि छ चित्ताको सबै पुऱ्याइदिन्छ तारामाताले हो सबै पुऱ्याइदिन्छ चित्ताको कुराहरू अनि मान्छे कहाँदेखि आउँछ है कहाँदेखि टाढा टाढा आउँछ नि पुरा आउँछ नि कहाँबाट आउँछ टाढा टाढा पशुपति कालीबुङ गण्डक पोखरेबुङ सिक्किम कहाँबाट आउँछ अब सबैबाट आउँछ एकदम अब राम्रो छ हामी त है भाउजू रेनी सिजनमा है हाम्रो भित्र जान्थ्यौँ हामी पहिलाको स्टेपमा है हिँडेर है क्या मजा आउँछ है पनि हामी त है भित्रै भए पनि मजा आउँछ अहिलेसम्म अब माता काशीबाट हामी राम्रो छौँ है भाउजू हामी बिमार पनि जाति भयो हो हामी कस्तो उयसमा पुगेको थियौँ तर माताले आशीर्वादले गर्दा हामी जाति भयौँ अहिलेसम्म ठिकै छ त हो नि है हामी कस्तो साह्रो भएको कर्पोरेसन सक्सेस भयो मेरो पनि भाउजूको पनि सक्सेस भयो हो एकदम राम्रो छ क्या अब हामी पुरस्कारसम्म हामी दर्शन गर्न आउनु पाऊँ है माताको आशीर्वाद हामी सबैलाई राम्रो हुन्छ क्या आफ्नो एकदमै राम्रो हुन्छ एकदम मनबाट सम्झिनुपर्छ मनबाट सम्झिनुपर्छ तारा मातालाई प्लेन उडिरहेको छ माथिबाट खै देख्नु भएन हेर्नु त राम्रो छ हेर्नु त हो रहेछ ऊ माथि रहेछ अब हामी कताबाट जाने हो त अब घुम्दै घुम्दै जाउँ ए ल बिल्डिङ चाहिँ ठुलो है यो त यो चाहिँ हाम्रो बिच गल्ली भन्छ होइन यहाँ चाहिँ अब आज थर्सडे त बन्द हुन्छ अन्त आज चाहिँ एकदम बन्द हुन्छ हो यो चाहिँ सबै मार्केटहरू नि छोरा यो सबै मार्केटहरू ल डल्लै मार्केटहरू आज यो चाहिँ मार्केट हो योहरू सबै मार्केट हो अन्त अरू बेला चाहिँ यो बाटोमा चाहिँ पुरा दोकान थाप्छ बाटोमा चाहिँ जेबीको लुगाहरू थाप्छ योसम्म चाहिँ आज हुँदैन आज थर्सडे सबै बन्द हुन्छ हो अन्त योहरू चाहिँ सबै सपिङ मलहरू भित्र डल्लै मार्केटहरू डल्लै यो सबै मार्केटहरू हो तर आज चाहिँ खोल्दैन बिहिबार आज थर्सडे सबै बन्द हुन्छ अनि हजुरले गीत पनि राम्रो गाउनु हुँदो रहेछ अघि गीत गाउनु भइरहेको थियो नि गीत गाउन चाहनुहुन्छ भने गाइदिनुहोस् अब यही गीत गाउन सकिँदैन नि हो हामी उकालो जाँदैछौँ अब घरपट्टि जाँदैछौँ हो अन्त के भन्नु अब हामी कहाँबाट जाने जिङजिङै भयो हो यहाँ अरू बेला नि यति साह्रो भेट हुन्छ कि छोरा यति यहाँ जेबीको लुगा मात्रै पाउँछ यहाँ चाहिँ खाली हुँदैन बाटो हिँड्ने जग्गा त नि हिँड्ने जग्गा हुँदैन नानी यो त्यहाँ सबै मार्केटहरू है भित्र मार्केट मार्केट छ यो भित्र हो यो त उयो भन्ने ठाउँ जस्तो लाग्यो त ओरेन हो कि के भन्नु ओरेन उकालो ओरेन उकालो
अस्ति आएको थियो नि म ए मैले बल्ल थाहा पाएँ हाम्रोमा आऊ भाउजू पठाइदियो ल आउने ल मेरो घरमा आउने ल ए ल हुन्छ आउनु ल हुन्छ हुन्छ आउनु भरेतिर ल भरे हुन्छ उयो रोड रङ लाउँदैछु होइन बिच बिचमा चाहिँ नि ए मलाई भन म आउँछु नि ल आउनु दुईजना कहाँ आयो आज भिड कम्ती छ नभए अरू बेला तिमीलाई भिडभाड हुन्छ हो आज थर्सडे भएर चाहिँ एकदम मान्छे कम्ती छ नभए त ठेलेर घिसाउँदै कहाँ पुऱ्याउँछ हामीलाई है घिसाउँदै ठेल्दै कहाँ पुऱ्याइदिन्छ हो आज के भन्नु अब हिँड्दैछौँ अनि कता गएछ हाम्रो ग्रुपको पार्टी कता गएछ हाम्रो ग्रुपको पार्टी कता गयो हरायो दुईजना पनि कस्तो बाँध जस्तो कुद्यो क्या फिल्मिले कुद्यो क्या हामीले छोरीको रिस्ने होला कस्तो किन कुद्नु बिस्तारै जानुपर्छ होइन दार्जिलिङको प्लान्टेस हो प्लान्टेस हस्पिटल हस्पिटल प्राइभेट हस्पिटल यो छ अनि एउटा तल युमा छ यो माथिको माथिको प्लान्टेस डल्लै पर्छमा ए बनाउँदै रहेछ है बनिँदैछ अब यो डल्लै बनिँदैछ यो नयाँ बनाएको उताको पुरानो ए प्राइभेट हो डल्लै हस्पिटल हो ल अब हामी चौरस्तापट्टि जाँदैछौँ गुम्बाको नाम के हो गुम्बाको नाम अनि शेर्पा गुम्बा शेर्पा गुम्बा आइरहनुहुन्छ है तपाईँ यता हाम्रै त हो ओके भित्र त दामी छ होला दामी छ छक्कै पर्छ ल आजको गाइड केही भनिदिनुहोस् हाम्रो आजको दिन आजको गाई त घोडाहरू छ अनि अनि हजुरको शुभ नाम पनि भनिदिनु न त मेरो प्रमोद तामाङ हो सबै भन्ने म गणेश कदेम ग्राममा बस्छु ओके आज यता आएको भन्नु है यो दिनमा 3 चोटिसम्म गऱ्यो भने एकदम राम्रो हो क्या बुई 3 चोटि त गाह्रो हुन्छ राम्रो हो ऊ एक्सर्साइज पनि हुने आफ्नो जिउ पनि राम्रो हुने अनि रमाइलो पनि हुने एकदम राम्रो छ नि यहाँ त सबै कहाँको मान्छेहरू आउँछ नि यो मेल रोड भन्छ कि हो आनीले पनि भिडियो हेर्दै हुनुहुन्छ आनीलाई के भन्न चाहनुहुन्छ आनीलाई हेर्दैछ आनी कान्छीलाई आनी कान्छीलाई हेरिरहेको छ हेरिरहेको छ त भन्नु न भन्नु हेलो अहिले हामी हामी त यता घुम्दैछ को छ भनिदिनु न हामी 6-7 जना छ अब यहाँबाट गएको सलबारी अन्त ल अझ चाहिँ हामी रमाइलो गर्नु आएको नि घाम लागिरहेको छ एकदम राम्रो भइरहेको छ सनाम यहाँ हाम्रो खालि साथीहरू सबै छ यहाँ चाहिँ मेरो भवन के भवन भानु भवन ए किन भानु भवन चाहिँ यो चाहिँ पहिला चाहिँ यहाँनिर उयो मिटिङ गर्ने ठाउँ हो ठुल्ठुलो मान्छेहरूको मिटिङ है हो what a big statue माछा उता एउटा यता हजुर हुन्छ नि पैसा दार्जिलिङ घुम्न आउनु है भन्नु न दार्जिलिङ घुम्न आउनु है धेरै राम्रो छ दार्जिलिङ घुम्न आउनुहोस् रमाइलो हुन्छ यहाँ चाहिँ रमाइलो हुन्छ अनि अनि यहाँ चाहिँ के भन्नु भानु भवन हो कति छोटा होला क्युट दार्जिलिङको ट्रेन है त अस्ति हामी त्यो बाटोमा देखेको टोय ट्रेन खादिनु हजरगा र हजरगा र गेबङा हजरङी र गेबङा नब्बे कुम्बुदेऊ खाने खिचे टाक्सिङो त्यहाँबाट त त्यो पारिपट्टि सिक्किम र ल जाडो जाडोमा किनौँ पन्जा टोपी मफलर छानी कहिलेसम्म खुल्ला हो यहाँ 8 तारिकसम्म है
8 तारिक भनेपछि आज कति हो त 1 तारिक हो ओ छोटावाला कट्टाले चाहिँ पुरी कुकुरी नै हो खाली 450 गोर्खाली ढुङ्ग्रो ढुङ्ग्रो अलि यता भने गाडी आउँछ गाडी आउँदैन त गाडी आउँदैन गाडी आयो यता यता चाहिँ गाडी आयो हामी सालभरि गएको है अनि मोमोको जस्तै रहेछ के चाहिँ पहिलाको मोमो साग सब्जीको जस्तै पानीपुरी सेम ए पानीपुरी ला पानीपुरी सेम लाइक गरिदिनु होला थ्याङ्क यू कमेन्ट ओ कता रहेछ त दामी देख्ने है भ्यू चाहिँ हजुर ठाउँ कस्तो छ ठाउँ त ठिकैको छ धेरै राम्रो छैन भर्खर त गेटमा आइपुग्यो आउटसाइड फुड नट अलाउड इनसाइड द पार्क यु क्यानट ब्रिङ द फुड है फ्रम आउटसाइड बिचमा हराएको थियो अनि फेरि पब्लिकले पुरा बदमास गरेर चाहिँ फेरि टिकट लगाइदिएको पुरा मैला गरेर त्यस्तो छाडा गरिदियो भने त है 25 आइसि है केटाहरू ठिकै हो त्यस्तै हुन्छ यो एकदम डुप्लिकेट खै घाँस होइन न खै के हो प्लास्टिक प्लास्टिक हो यो प्लास्टिक यस्तो मजा उल्टो उल्टो जान्छ नानी बाबु तिनीहरू कहाँ गएको यताबाट घुमेर जानु पर्ने अहो मार्क्स है एकदमै अहिलेको ट्रेन्डिङ चिज अबै हो त यसो हिमाल त जहाँबाट पनि देख्ने रहेछ दार्जिलिङमा त जहाँ गयो नि देख्ने रहेछ क्या यहाँबाट पनि दामी देखिरहेछ के खाएको हो मलाई चाहिँ छैन ओ चिसो छ धेरै त के हो त्यो खाइदिउँ न अलिकति कुरकुरे हो तेरी मेरी ओ अच्छा अच्छा नेपालमा त होइन त्यो कुरकुरे हुन्छ नि त यहाँ चाहिँ तेरी मेरी हुँदो रहेछ है हजुर अनि तिमीलाई कस्तो भयो आज रमाइलो भएर छ तिम्रो नाम भनिदेऊ एकचोटि टासी है टासी तिम्रो अब ओ कस्तो दाम देखाएन एकदम है फोटो खिचौँ ल कुदेर जाऊ त म तिम्रो खिच्छु कुरकुरे खाँदै हो नट कुरकुरे के अरे तेरी मेरी होइन तेरी मेरी गल्लाई खाँदै हो होइन अनि हिमाल कस्तो दाम देख्ने भाइ है हिमालहरू त अति दामी देख्ने क्या यहाँमा अलराइट सो त्यही हो होइन यु क्यान भिजिट दिस ब्युटिफुल प्लेस विथ युर फ्रेन्ड्स युर प्यारेन्ट्स एन्ड इन्जोय इन द नेचर अब हामी फर्केको
माछामाको लागि म के भन्नु भन्दिनु होला है कमेन्टमा कत्रो यत्रो हुन्छ नि फेरि मान्छे जत्रै ठुलो So there you go guys, all I want to say is live your life, live your life to the fullest, life is just like a one-time opportunity. It doesn't appear twice, it doesn't appear twice. So what I just want to say is live your life to the fullest. के साह्रो प्याक हो हाम्रो अति प्याक रहेछ नि है ए ठाउँ रहेछ ल ओके Boa noite, bom dia.